प्रधानमन्त्रीज्यू संसदमा आएर हामीले उठाएका प्रश्नको उत्तर दिनुपर्छ। हाम्रो नियमावली 15 को उपनियम 2 ले त्यो भनिरहेको छ। 28 गते राखेको प्रश्न आज गर्दाखेरि 10 दिन जति भइसक्यो। त्यो उपनियममा भनिएको कुरा के छ भने 7 दिनभित्र नेपाल सरकारका सम्बन्धित मन्त्रीले उत्तर दिनुपर्छ भन्ने हाम्रो नियमावली छ। त्यसो भएको कारणले गर्दाखेरि म प्रश्न गर्न चाहन्छु हाम्रो प्रधानमन्त्रीज्यूलाई, सभामुखज्यू मार्फत म प्रश्न गर्न चाहन्छु, उहाँ यो पार्लिमेन्टको मेम्बर हो कि होइन? यो देशमा पार्लिमेन्ट छ कि छैन? हामी सबैजनाले लोकतन्त्र, यो संसदको गरिमालाई हामीले जोगाइराख्नुपर्छ कि पर्दैन? कर्तव्य पुरा गर्नुपर्छ कि पर्दैन? म यो प्रश्न गर्न चाहन्छु। यदि उहाँ आफ्नो कर्तव्य पुरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो। उहाँ नेपाली जनता, जो नेपाली तपाईको चाहिँ लोकतन्त्रद्वारा स्थापित, नेपाली जनताको तपाईको मतद्वारा स्थापित संसदप्रति जवाफदेही हुनुहुन्न भने उहाँ को प्रति जवाफदेही हुनुहुन्छ?